ल हेलो वेलकम ब्याक। फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा। आज धेरै पछाडि फेरि मैले एउटा भिडियो चाहिँ टक्कसँगले बनाउँदैछु। अब चट्टसँगले म चाहिँ नेत्र गुरगाई मार्ग भन्नाले आम्बुङ जाने बाटोमा चाहिँ ठ्याक्क आइपुगेको छु। देख्न सक्नुहुन्छ यहाँ प्रवेशद्वार होइन। अब चाहिँ हामीले टक्क लाएर स्टार्ट गर्नुपर्ने हुन्छ। त्यसपछि यो बाटो रन्किनु पर्ने हुन्छ है। र यो बाटो चाहिँ अब यत्तिको चाहिँ ठिकै हो होइन। बनिँदै रहेछ टक्कसँगले गाउँ जानलाई। यो बनिएको चाहिँ 4-5 वर्ष भइसक्यो होइन। अब चुनाव पनि आउन लाग्यो। अब भोलि त टक्क भोट हाल्ने होइन। तर भोट हाल्दाखेरि चाहिँ एकदम सोचेर हाल्ने बेला हुन्छ है। सोचेर यस्तो बाटो चाहिँ यो बाटो बनिनु पर्ने चाहिँ लगभग 2 वर्ष अगाडि नै पिच हुने कुरा थियो। तर अहिलेसम्म पनि हुन सकेको छैन। के कारणले होला होइन। भोट चाहिँ हाम्रोलाई भन्दा पनि योचोटि चाहिँ राम्रोलाई टक्क हाल्ने बेला हुन्छ। साथीहरू सबैजनाले अलिक होइन विवेक पुर्याउनु होला, दिमाग पुर्याउनु होला, सही ठाउँमा भोट हाल्नु होला। पार्टी भनेर पछाडि नलाग्नु होला है। पार्टीले केही गर्नेवाला छैन। आजसम्म मासु भात खुवाउँछ, पर्सिदेखि चिन्दैन है। त्यही भएर विवेक पुर्याएर भोट चाहिँ एकदम राम्रो मान्छेलाई हाल्नु होला। भर्खर अब स्थानीय मान्छेलाई हाल्दा राम्रो है। टाढाको मान्छे आउँछ चुनाव लड्छ है। पार्टी चाहिँ हाम्रो हो भन्ने अनि भोट चाहिँ टक्क हाल्ने त्यस्तो नगरिदिनु होला कृपया। यतिको त ठिकै हो बाटो। ल यतिकै भए पनि राम्रै हुन्थ्यो। तर यो बाटो चाहिँ पिच हुनु चाहिँ आजभन्दा 2 वर्ष अगाडि चाहिँ पिच हुने भनेको बाटो हो। देख्न सक्नुहुन्छ टक्कसँगले म चाहिँ यहाँबाट चाहिँ उँधो जानुपर्ने हुन्छ। किनभने मेरो गाउँ चाहिँ पारिपट्टि हो है। यो चाहिँ टक्क नगरपालिकाबाट चाहिँ अलिकति त्यही 7-8 किलोमिटरभित्र होला। तर नगरपालिकाले भेटेको है बाटोको हालत चाहिँ यो त ठिकै हो। यो त अब पिच हुने भन्ने कुरा छ। हुन्छ कि हुँदैन त्यो पनि थाहा छैन होइन। अब के हुन्छ हेरौँला। तर यतिसम्म चाहिँ काम भइसकेको छ यहाँनिर चाहिँ होइन। वर्षक होला जस्तै नै माहौल छ यहाँउति चाहिँ यसो हेर्दाखेरि चाहिँ। तर यो पनि धेर छैन, 2-3 किलोमिटर होला लगभग। त्यहाँदेखि चाहिँ एकदम कच्ची बाटो, एकदम चाहिँ हिँड्दै नसकिने बाटो थियो। अस्ति चाहिँ गाउँघरको सबैजना मिलेर चाहिँ एकदम श्रमदान गरेर होइन अलिकति राम्रो अलिकति अब के भन्छ बाइकसम्म हिँड्न मिल्ने चाहिँ बनाउनु भएको रहेछ। होइन भने त छैन यार गाई। अब यहाँदेखि हेरौँ है त बाटोको हालत कस्तो छ। एकदम खराब छ। भाइ गोरुले हान्छ ल। लगेज भाइ पनि रहेछ यहाँ ल। देख्नु सक्नुहुन्छ अब चाहिँ यहाँदेखि चाहिँ एकदम नराम्रो बाटो थियो क्या। यहाँदेखि चाहिँ अब होइन एकदम कच्ची बाटो। तर यतिको अस्ति चाहिँ के भन्छ घरै पछि पैसा उठाएर होइन आफै पैसा उठाएर वाडाले पनि अलिअलि सहयोग गर्नुभयो भन्ने हुनुहुन्थ्यो। बाटोमा चाहिँ टक्कसँगले सरसफाइ चाहिँ गरेर यतिको भएको छ। नभए चाहिँ अलिकति यो बाटो चाहिँ डेन्जरै थियो क्या। यो नेत्र गुरगाई मार्ग जाने बाटो चाहिँ यही हो गाइस, यही हो। देख्न सक्नुहुन्छ जस अहिले त ठिकै नै छ भनौँ न। अहिले चाहिँ अस्तिको तुलनामा चाहिँ अहिले अलिकति राम्रो रहेछ। यहाँ चाहिँ पुरै सबैजना गाउँलेहरूले चाहिँ श्रमदान गरेर होइन पारिपट्टिबाट। हाम्रो गाउँ त पारी हो नि त। यो चाहिँ ठ्याक्क साप्ला भन्ने ठाउँ हो होइन। टक्कसँगले यस्तो छ देख्न सक्नुहुन्छ। मेरो घर जाने बाटो आज म तलको बाटो हिँडिनँ। तलको बाटोमा चाहिँ अलिक डेन्जर सोलिन्छ क्या। यहाँको बाटो चाहिँ यस्तै छ गाइजहरू देख्न सक्नुहुन्छ। अलिकति मुस्किलै पर्छ। 2 जना हिँड्नु चाहिँ एक्लै त ठिकै छ सामान्य। अब पानी नपर्दाखेरि त कुदि नै हाल्छ। 2 जना हुँदा चाहिँ अलिक गाह्रो पर्छ गाइज। यही हो ठ्याक्कसँगले म चाहिँ बनपाल आइपुगिसकेको छु। अब मलाई चाहिँ 15-20 मिनट लाग्छ होला घर पुग्न। त्यति पनि नलाग्न सक्छ। तर बाटो चाहिँ अस्तिको भन्दा चाहिँ धेरै राम्रो है। यो चाहिँ धेरै राम्रो बनाइसक्नु भएछ। अस्ति चाहिँ एकदम बाइकलाई नै गाह्रो थियो क्या। कमसेकम टेम्पो चल्ने त होसियार नगरपालिकाको छेउको बाटो है। यस्तो बाटो छ
यस्तो बाटो छ नि, यस्तो बाटो छ नि गाइस। के भन्ने, कसलाई के भन्ने, राम्रो मान्छे चुन्ने है सबैजनाले। फेरि पार्टी पार्टी भन्दै नकुद्नु होला गाउँलेहरू। बाटोको हालत यस्तो छ, बिमारी भयो भने एउटा एम्बुलेन्स जाँदैन यो गाउँमा, बोक्नुपर्छ अझै पनि स्टेसनमा। तर नगरपालिकाको छेउको गाउँ हो है हाम्रो चाहिँ। फेरि बेङ्गलुर नगरपालिका 8 नम्बरको हालत एम्बुलेन्स नजाने भनेपछि नगरपालिकाको छेउमै त यस्तो छ। बरु गाउँपालिकाले विकास गरेको छ यार पारिपट्टितिर। यहाँ त के हो यार, नगरपालिका भएर पनि यस्तो। यो चाहिँ यत्तिको चाहिँ भनौँ न 1 महिना जति भयो होला यत्तिको गरेको चाहिँ। सबजना यहाँ कुटे कोदालो ल्याएर टक्कसँगले खनेर माटो साटो भरेर बनाएको चाहिँ त्यस्तै भयो। 8-10 दिन भएछ, बाटो ठिकै हो यत्तिको, अहिले चाहिँ ठिकै रहेछ। अब पछि त अब कस्तो हुन्छ। तर अघिको चाहिँ पिच गर्ने आजभन्दा 2 वर्ष अगाडि गरिने पर्ने ठाउँ हो। के कारणले रोकियो होला, किन भएन होला होइन। बाटोको ताल चाहिँ यस्तो छ। मित्रहरू म चाहिँ बत्ताला कटिसकेको छु है। टक्कसँगले अब मलाई चाहिँ कति मिनट लाग्छ त बिस्तारै सरर आफ्नै तालमा घरिँदा भन्ने कुरा हो क्या। फेरि प्याज पोख्यो भने पुरै जोड रमाइलो हुन्छ। यहाँ प्याज पनि छ है, यतापट्टि प्याज हालिरहेको छु टक्कसँगले। आन्टीलाई 2टा प्लास्टिक दिनु न भनेको थाम्छ भाइ, कति डह्रो छ भन्नु भएर दिएको। ठ्याक्कै ऊ पारीको गाउँ हो है मेरो चाहिँ। ठ्याक्कैसँगले आज चाहिँ म तेर्सो गएको हो होइन। अस्ति चाहिँ म उकालो बाटो हिँड्थेँ, तर अहिले चाहिँ एकदम यो बाटो राम्रै भएको छ। सरमदान गरेर बनाएर भन्ने कुरा गर्नु हो र। बाटो हिँड्या हो है, र बवालै रहेछ बवाल बाटो। मलाई ठिक लाग्यो। फोनाएर अड्की गयो नि क्या, यहाँनिर टक्क फोन आएको थियो। मैले पनि भ्लग बनाउँदैछु बाटोमा बन्दै। ल देख्न सक्नुहुँदैछ गाइस, हाम्रो गाउँ जाने बाटो चाहिँ A1 छ। A1 कहिलेसम्मलाई हो होइन, हिजोअस्ति भर्खरै बनाएको 8-10 दिन भएछ। जस यत्तिको हिँड्नु सकिने भएछ, त्यसलाई चाहिँ खुसी लाग्यो। तर भोट हाल्दा चाहिँ एकदम सोचेर हाल्नुपर्ने हुन्छ है सबैजनाले, ताकि यस्तो बाटो हिँड्नु नपरोस्, अलिक राम्रो बाटो हिँड्नु परोस्। नगरपालिकाको छेउमा पनि स्ट्रेचर बोक्नु नपरोस्। अब के भन्ने होइन, यहाँका स्थानीय सरकारहरूलाई के भन्ने। उहाँहरू त सरकार हो, राजा हो फेरि यहाँको होइन, केही भन्नु हुँदैन। पार्टीको अब कार्यकर्ताले चाहिँ काम 100-200 भनौँ भने काम होला होइन। अरूको बोली बिक्नेवाला छैन गाइस यहाँ, अरूको चाहिँ बोली बिक्नेवाला छैन है। बाटो चाहिँ यस्तै छ। जस हाम्रो चाहिँ एकजना अङ्कलको नेतृत्वमा चाहिँ यत्तिको बाटो चाहिँ बनेछ है। ल अङ्कललाई पनि धेरै धेरै धन्यवाद। विशेष गरेर यत्तिको हिँड्न सकिने बाटो भएछ, नभए यत्तिको बाटो चाहिँ थिएन है यो गाउँमा। यो गाउँ जाने बाटो है। विशेष गरेर अङ्कललाई धेरै धेरै धन्यवाद। तपाईँले चलाएको अभियानले चाहिँ यसरी चाहिँ मजाले हिँड्न पाइयो है। अब यसरी हिँड्न पाइया जस ठिकै हो। यत्तिको बाटो राम्रो हुनु भने त हाम्रो गाउँ कति पनि टाढा होइन रहेछ है। ल कति चाहिँ टाढा, ल खोला आइसक्यो। ल खोलामा पनि अस्ति चाहिँ यहाँ चाहिँ एकदम भिरालो है, सोलिङ डेन्जर थियो। अहिले चाहिँ टक्कसँगले सोलिङमा चाहिँ सर्लक्क माटो छाडिदिनु भएछ। बवाल छ बवाल। ल यत्तिको हुनु पर्यो नि त। तर यो यस्तो हो, यो चुनाव आउन आँट्यो नि त, त्यही भएर पनि हुनसक्छ है। अब 1-2 दिन त अब चुनावमा त अब मान्छेको सार्नलाई यसो बनाउनु पर्यो नि त।
विकासमा अरू बेला स्वार्थै हो, अरू बेला नदेखेको हो र हामीले विकास हाम्रो गाउँको हामीलाई पो थाहा छ त। यो बाटोमा यतिको बाटो छ र भए पनि गाडी आउँदैन। बिमारी कोही भयो स्ट्रेचर गाइज, स्ट्रेचरमा बोकेर लानुपर्छ। अनि यहाँ चाहिँ पहिला पुरानो टक्क पुल थियो होइन, यहाँ चाहिँ बाटो ठिकै चाहिँ ट्र्याक्टर अघि कुद्दैछ, ट्र्याक्टरले बिगार ल ट्र्याक्टर चाहिँ अघि बिहान मैले ठ्याक्कै यहीँ परतिर भेटेको थिएँ। बाटो चाहिँ बिगारेर हिरो भएर ट्र्याक्टर चाहिँ हिँड्नै नै सकेछ। आइया ल ठिक छ गाइज, भन्नु के छ र, आफ्नै त हो नि। ल यहाँ चाहिँ एक जमानामा चाहिँ निकै चर्चित अनि एकदम प्रख्यात भइरहेको थियो होइन हाम्रो लुनतरुङ झरना चाहिँ अहिले चाहिँ यस्तो कन्डिसनमा छ है। यहाँको अब खोइ व्यवस्थापन कसले नेतृत्व गरेर बजेट पारेर बनाउनु भएको हो होइन, पर्याप्त अहिले खोइ यसको मर्मतै केही छैन होइन। मर्मत त गर्नु पर्यो नि त। अब चिनाउनलाई चाहिँ यहाँ टक्क राम्रै छ है, यसो घुम्न ओर्न यताउता चाहिँ ठिकै थियो होइन। अब अरूलाई के भन्ने, यहाँनिर चाहिँ अस्ति चाहिँ एकदम लास्ट अप्ठ्यारो थियो है, माथिबाट पहिरो ढुङ्गा झरेर। कति अप्ठ्यारो बाटो त ठिकै हो, यतिको बाटो है अहिले चाहिँ ठिकै भएछ। यो उकालो चाहिँ कटाउन अलिक गाह्रो पर्थ्यो क्या, यतातिर त सोधिन्छ कटिनै हाल्छ। त्यो बाटो त हाम्रो लागि अब गाउँमा भएपछि त कमन कुरा हो क्या, यतिको बाटोमा यो बाटो चाहिँ कमन बाटो हो, तर पछिको कुरा हो। अहिले त ठिकै छ, चढ्दो रहेछ, त्यस्तो मतलब भएन। अब यस्तो अलिअलि त भइ नै हाल्छ। गाउँमा चाहिँ चुनावले सर्लक्कै बाटो बनियो है गाइस। ल जुन पार्टीले गरे हो त्यो पार्टीलाई धेरै धेरै धन्यवाद। कसले नेतृत्व चलायो त्यही पार्टीले जितोस्, कसले श्रमदान अभियान चलायो बाटो बनियोस्, हामी हिँड्न पाइयोस्। अरू त के भन्नु र गाइस अब होइन। यसलाई त कुदिहालिन्छ नि यतिको बाटो सल। ल ठिक छ ठिक छ ठिक छ, ल 3मा तान्ने बाटो भएछ। ल ठिक छ, जबस। ल अङ्कललाई म भेट्यो भने चाहिँ एकदम तपाईँलाई धेरै धेरै धन्यवाद। एकदम हाम्रो बाटोको लागि चाहिँ यतिको अभियान चलाएर चाहिँ यतिको बनाइदिनु भयो भन्ने हो। बजार कहाँ हिँडेको? के छ, चुनाव कस्तो लाग्दैछ? यो कसले बनाएको बाटो? यो चाहिँ दामी रहेछ। ल मैले प्रमोट गरिदिएको आज। ल ल अब यहाँबाट चाहिँ अगाडि बढिसकेको छु होइन। अब मलाई घर पुग्न खासै धेरै टाइम लाग्दैन। मेरो घर भनेको यही। अब मेरो गाउँ सुरु भयो है, अप्ठ्यारो बाटो पनि सक्यो। त्यही हो, देखिहाल्नु भयो। ल देखिहाल्नु भयो गाइज। अब चाहिँ हाम्रो गाउँ छिरियो है। बाटो चाहिँ धेरै धेरै दामी छ, उतातिर चाहिँ ठिक लाग्यो। आज फेरि ठाडै ओह्रालोहरू छ क्या। यस्तो बाटोमा चाहिँ यस्तरी रन्काइदिने हो नि त बुद्धेलाई। ल ठिक छ ठिक छ ठिक छ, बाटो चाहिँ ठिक छ है। ल ठिक छ। यहाँ पनि पहिला चाहिँ धेरै अप्ठ्यारो थियो होइन, अहिले चाहिँ सफा गर्नुभएछ। पहिलाको हेरेर चाहिँ निकै नै राम्रै भएछ यतिको बाटोमा। सकभर अब चाहिँ एम्बुलेन्ससम्म चाहिँ आउन सक्छ भन्ने आश छ यतिको बाटोमा होइन। धेरै ठिक छ।
पहिलाको हेरेर चाहिँ ल के छ केटा तल सघाउनु गइनस् ल यहाँ हाम्रो तलतिर चाहिँ एकजना दिदीको टक्क अब 24 गते चाहिँ खोक्पा हुने कुरा होइन देख्न सक्नुहुन्छ अनि घर म चाहिँ घर पुग्नु लाग्यो होइन अब यहाँबाट चाहिँ टक्कसँगले देख्न सक्नुहुन्छ होइन यहाँ चाहिँ